आज जुन लगभग 3 बजेतिर दिउँसो 3 बजेतिर उहाँले फेरि रामचन्द्र पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलले चाहिँ उहाँलाई आज गृहमन्त्रीको पदमा फेरि पदभार उहाँले ग्रहण गर्नुभएको छ र अब भने जुन गोर्खा जिल्लाबाट एउटा फेरि गृहमन्त्री प्राप्त भएको छ, क्षेत्र नम्बर 1 बाट जुन गृहमन्त्री प्राप्त भएको छ। उहाँले पहिला पनि भन्नुभएको थियो अब म कसैलाई छोड्दिन र दोषीलाई म कारबाही गरेर छोड्छु भन्नुभएको थियो सुदन गुरुङले। अब भने उहाँ फेरि गृह मन्त्रालयमा पद ग्रहण गर्नुभएको छ। अब हेर्दै जाउँ उहाँको कार्यशैली र उहाँले गर्ने कामहरू। हामी जुन राम्रो कामलाई वाह गरौँला, त्यसपछि नराम्रो कामलाई चाहिँ तपाईले यहाँनिर गलत गर्नुभएको छ भनेर हामी नै भन्नेछौँ। ओके, आज त्यो सँगसँगै फेरि महावीर पुनले पनि आज विज्ञान तथा प्रविधि मन्त्रीमा उहाँ नियुक्त हुनुभएको छ।